chicken momo. Wow, nice. Made by Kinji the Great. दामी भयो रे खाँदैछ बाबा मोमो कस्तो भयो रे एकैछिन मोमो कस्तो भयो बाबा मेरो प्यारी नन्दा भोलि नन्दा जाने हुनुहुन्छ या रोस्टर हुन्छ मेरो नन्दा हो नन्दाको सपना थियो भाउजू म छुट्टीमा आउँछु मोमो खाने र टाइपो खाने Hi guys, welcome back to my YouTube channel, and if you don't know me, my name is Prinjal Chhetri and I'm a flight attendant working at Indigo Airlines. अब हो मेरो भोलि चाहिँ घर जाने दिन हो अन्त आज चाहिँ अब म भ्लग नबनाउने भन्दै थिएँ मोमोको चाहिँ अब यसै रमाइलो मात्रै गर्ने भनेको तर भाउजूले पुरा भन्नुभयो भ्लग बनाऊ भनेर चाहिँ अन्त चाहिँ अब रेकर्ड गरेको भिडियोहरू अब मलाई थाहा छैन यो भिडियो कहिले आउँछ हो र मेरो घर जाने दिन चाहिँ 8 तारिक हो तर म भोलि 7 तारिक सिलगढी जान्छु अन्त सिल्लाबाट चाहिँ दिदीकोमा बसेर चाहिँ त्यहाँदेखि चाहिँ एयरपोर्ट जानेको विचार छ ताकि म बिना केही थकावटको चाहिँ पुगौँ एयरपोर्ट राम्ररी किनकि 11:45 को फ्लाइट हो यहाँदेखि बेङ्गलोरको सो भाउजू अन्त दिदी आइराख्नु भएको छ त्यहाँ दिदीले किमा बनाउनु रहेछ अब दिदीको मुख नहेराउनु अरे होइन अब सी इज अनकम्फर्टेबल सो वी रेस्पेक्ट द्याट अन्त भाउजूले चाहिँ अहिले आटा मुस्नु हुँदैछ मैले चाहिँ सोयाबिनहरू ग्राइन्ड गरिदिएको थिएँ दिदीले चाहिँ प्याजहरू काट्नु भयो अब किमाहरू बनाउनु हुँदैछ म चाहिँ अलग से बादमा चिकन मोमो पनि बनाउँछु किनकि भाउजूले खानु हुँदैन चिकन त भेज मात्रै बाबाले पनि भेज नै खाने अरे मम्मीले पनि भेज नै खानुहुन्छ होला अन्त मेरो दुईटा भाइहरू यहाँ पढाइ गर्दैछन् दिदीहरू चाहिँ यहाँ पढाइ गर्दैछन् हो ऊ त्यहाँ मेरो बिरालो छ मम्मी चाहिँ केही नगर्नु हुने अरे मम्मी यसरी नै बसिराख्नुहुन्छ अरे एउटा दुईवटा मोमो दिनु अरे मम्मीलाई चाहिँ अन्त चटनी चाहिँ त्यति मात्रै अरे बादमा चाहिँ 2 प्लेटभन्दा मुनि चाहिँ रुक्दैनन् हो मम्मी चाहिँ पर्खिनु म मेरो बाबाले चाहिँ देखाउँछु सबै सामग्रीको चाहिँ प्रेसिडेन्ट चाहिँ यहाँ बसिराख्नु भएको छ यहाँ चाहिँ हो मेरो बाबु चाहिँ फोन हेर्नु हुँदैछ बाबा त बिमारी मान्छे किन काम गराउनु भाइहरू यहाँ पढ्दैछ भोलिदेखि स्कुल भाइहरूको म हुनु चाहिँ 8 तारिकमै जान्थेँ कि तर यहाँ अहिले नर्थ बेङ्गलको कन्डिसन पनि खराब भइरहेको छ पुरा 3 सालको पछि चाहिँ यो फेरि त्यस्तै बर्सात आएर चाहिँ एडभान्समा गएको किनकि सिलगढी जाने बाटो सबै बन्द भइसकेको छ अन्त यो चाहिँ मैले पिम्पल भएर लगाएको हो अन्त त्यस भएर चाहिँ म चाहिँ एडभान्समै गएको 7 तारिक नभए 8 तारिक नै बिहान आरामले जान्थेँ बाबासित तर बाबा पनि बिमारी त्यसमाथि त्यस्तै बर्खाहरू परिराखेको छ भनेर चाहिँ अब नगएको अब मेन म किचनको चाहिँ तपाईँलाई देखाउँछु कन्डिसन दिदी चाहिँ त्यहाँ मैले दिदीको मुखमा देखाएको दिदीलाई भ्लगमा आउँछ होइन यहाँ चाहिँ किमा बनिँदैछ अन्त ऊ त्यहाँ चाहिँ मेरो भाउजूले चाहिँ त्यहाँ मैला मुसिदिराख्नु भएको छ अन्त यहाँ चाहिँ दिदीलाई चाहिँ मुख नदेखाएको दिदीलाई आउँथेन भ्लगमा अन्त यो चाहिँ किमा हो अब एकछिनमा चाहिँ हामी मोमो पनि बनाउनु थाल्ने मम्मीले चाहिँ अब प्लान्ट्सहरू हेराउनु भन्नु रहेछ यो सबै डेकोरेसन चाहिँ मम्मीले गरेको त्यो मेरो फेयरवेलको मोमेन्टो हो त्यो मेरो मेसेडुग्री भएको त्यसको हो त्यहाँ पनि माथिहरू मेरो 100% एटेन्डेन्सहरूको अवार्ड्सहरू हो अन्त यहाँ चाहिँ प्लान्ट्सहरू छ मम्मीको यो पनि मम्मीको एकदम कलेक्सन नै हो मम्मी चाहिँ अब पुरा ग्रिनरी राख्नुहुन्छ हो घरतिर अब बाबुको बेला बेला भन्छ साप पस्ला कुनै तर पनि अब इच्छा मम्मीको यसरी राख्नु भएको छ सजाएर हो त्यहाँ चाहिँ मेरो सानोको फोटो छ यो चाहिँ सर्टमा लेखेको होइन यो चाहिँ एडिटेड गरेको अन्त त्यो पनि मैले लगाइदिएको मेरो जोधपुरबाट जब म इन्टर्नसिपमा गएको थिएँ त्यो चाहिँ माथि मिसोबाट मगाएको मम्मीले हो अगर मन पऱ्यो भने भनिदिनु मम्मीलाई मगाएर म लिङ्क सेयर गरिदिन्छु तपाईँलाई यो चाहिँ रद्द हुन्छ के त्यसपछि त्यहाँ पनि मम्मी बसेको जग्गामा पनि छ सजाउनु मोरपङ्ख यो कुन चाहिँ प्लान्ट हो मम्मी जिजे प्लान्ट हो म त चिन्ने होइन हो यो प्लान्ट हो सबै भित्रको जति पनि सजावट छ त्यो चाहिँ मेरो मम्मीले गर्नुहुन्छ मैले र बाबुले त्यति सक पनि छैन हो यो पनि अर्चिड यो चाहिँ मम्मीले आफ्नो आसामबाट लिएर आउनु भएको होइन यो पट आसामको हो पट चाहिँ आसामको अन्त अझै पनि आसामको धेरै सामानहरू छ हो जस्तो ब्याम्बूको म्याट्रेस पनि लिएर आउनु भएको छ मम्मीले तर त्यो चाहिँ हामी अब सर्दीको बेला युज गर्छौँ बेसी त्यति निकाल्दैन बिग्रिन्छ भनेर बिराउनुले कोठाएर बिगारिसकेको छ ऊ त्यही छ ब्याम्बूको म्याट्रेस त्यो पनि आसामदेखिको यो अरू त यति नै बडी मामले पठाएको अरे यो चाहिँ म चाहिँ अब आसाम जान अहिले मेरो टाइम छ मेरो चाहिँ मामाले हो आसाम चाहिँ अब म चाहिँ बुद्ध पूर्णिमामा जान्छु होला आसाम त्यति बेला चाहिँ म तपाईँ सबैलाई मेरो
प्यारो मम्मी साइडको मामाले मम्मी साइडको फ्यामिली पनि भेटाइदिन्छु। त्यो चाहिँ मेरो अब फेभरेट प्लेस भन्दाखेरि पनि हुन्छ। मैले हालेको पनि थिएँ सर्ट ब्लग मेरो फेसबुक र इन्स्टाग्राममा आसामको बारेमा। अब यो चाहिँ मेरो प्रिय जग्गा हो भन्दाखेरि पनि हुन्छ। अब चाहिँ हामीले मोमो बनाउनु थालेको। मम्मी चाहिँ त्यहाँ हेर्नु मात्रै अरे, म भन्ने सायद सिक्नु नसिक्ने अरे मम्मी पनि। बाबुजी चाहिँ ऊ त्यहाँ मक्टु धुनु हुँदैछ, अन्त अहिले तेलमा लगाएर आउनुहुन्छ यसरी। यसरी चाहिँ मैले चाहिँ आसाममा सिकेको हो गाइस। मैले एकैपल्ट बनाएको छु आसाममा। मैले त्यति मजाले बनाउनु आउँदैन, तर आस्ते आस्ते गर्दै आउँछ। हो कि होइन भाउजू? सब कुछ कोसिस गर्न सबै सक्सेस भयो। पर्फेक्ट बनिँदैन तर भाउजू नन्दाको जति नै आउँछ, टेन्सन नगर्नु। नन्दा भाउजू बराबरी छ। यस्तो चाहिँ भन्नु त भाउजूले बनाएको चाहिँ म देखाउनेछु तपाईँलाई। चाहिँ भाउजूले चाहिँ रोज खालको बनाउनु भएको, मजाको बनाउनु भएको छ। भाउजूको नन्दा भाउजू बनाउँदैछ हामीले यहाँ। चाहिँ भाउजूले अब यहाँ बेल दिनु हुँदैछ हो। यहाँ छ, यहाँ दिदीले चाहिँ बनाइदिनु हुँदैछ। दिदीले पनि यहाँ बनाउनु भयो भाउजू। अन्त यति भइसकेको छ। उट्या मक्टु उट्या तताउनु दिइराखेको छु। अचार चाहिँ दामी नै भएको छ। अन्त यहाँ चाहिँ मेरो मम्मीले चाहिँ मिठो अचार बनाउनु रहेछ बाबाको लागि होइन। स्याउ बेसी भएर दसैँमा अब अरू केही नगर्ने भनेर चाहिँ मिठो अचार बनाउँछ। मम्मी चाहिँ अब नर्थ इस्ट साइडको भएर त्यहाँ चाहिँ पुरा अचारहरू खान्छ। अन्त तरितरीको अचार बनाइ बस्नुहुन्छ। फर्स्ट मक्टु मोमो चाहिँ अब हामीहरू निकालेर अलिक सार्न आँटेको कि 20 मिनट भयो राखेको। मोमो चाहिँ मजाको भएको छ। The shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. दामी भयो अरे बाबा। मोमो कस्तो भयो अरे? एकैछिन मोमो कस्तो भयो बाबा? बनाइसक्यौँ हो, अझै बन्दैछ मोमो। अब चाहिँ टेस्ट गर्ने भनेको यस्तो छ हो। मोमो चाहिँ एकदम भेरी तातो। मिठो परेछ। बाबाको स्पेसल, बाबा दिने स्पेसल मलाई परेछ। यस्तो हाम्रो भेज मोमो चाहिँ यस्तो दामी देखिन्छ। हामीले भेज मोमो चाहिँ बनाइसक्यौँ। लास्ट एउटा मक्टु पाक्दैछ। अब चाहिँ मेरो चिकन मोमोको पाली। भाउजूले खानु हुँदैन चिकन मोमो, के गर्नु हो? त्यस भएर यहाँ चाहिँ भाउजूले मेरो लागि मुसी दिनुहुँदैछ। यहाँ दिदीले पनि बनाइदिनु हुँदैछ मेरो लागि किमा। यो चिकनको किमा हो। यहाँ चाहिँ मम्मीले गुड त्यो गर्नुहुनेछ, ग्रेट गर्नुहुनेछ भोलि अचार बनाउनुको लागि। अब चाहिँ हामीहरू चिकन मोमो बनाउने। बहिनीलाई चिकन मोमो खान मन लागेको छ। तयारी भाउजूले बनाउँदैछु हो। 12 बजी राति भयो भने पकाएर खुवाउने हो, जे चिज होस्। तर खरा चाहिँ छोड्ने। भोलि अन्तिम दिन हो, बिदाबारीको दिन हो बहिनीको। आज 12 बजी भयो भने पकाएर खुवाउने। भेज मोमो सक्यो हो, अब चिकन सुरु भयो। गाइसहरू हाम्रो अब लास्टको किमा चाहिँ बाँचेकोले चाहिँ अब टाइपको बनाउन आँटेको कि दिदीले बनाउनु रहेछ। मलाई थाहा हुँदैन बनाउनु। भाउजू अर्को टाइपको यहाँ चाहिँ अर्को टाइपको यो बिचमा राखिदिनु न। यहाँ मजाको टाइपको बनाइदिनु भयो। समाप्त। यो चिकन मोमो पनि भयो 2 मक्टु। यो चाहिँ अब चिकन मोमो होला। खायो माथि नै होइन, माथि
my chicken momo. Wow, nice. Made by Kinjal the Great. Bye now. 1 2 3. आज मोमो खाँदैछु हामी काकी बहिनी मेरो प्यारी नन्दा भोलि नन्दा जाने हुनुहुन्छ यहाँ रोस्टर हुन्छ मेरो नन्दा हो नन्दाको सपना थियो भाउजू म छुट्टीमा आउँछु मोमो खाने र टाइपो खाने भाउजू नन्दाको सपना भाउजूले पुरा गरिदि यहाँ चिकन मोमो छ यहाँ भेज मोमो छ म चाहिँ भेज हो नन्दा चाहिँ चिकन हो भिडियो गर्नुपर्छ नि कस्तो भएको छ So guys, that's it for the video. हो मैले इन्ट्रो चाहिँ बनाएँ तर आउटरो चाहिँ बनाउनु बिर्सेँ यो भ्लगको अब म ब्यानरमा चाहिँ बनाउँदैछु इन्ट्रो सो लास्टमा म यही भन्न चाहन्छु कि सबैजना आफ्नो फ्यामिलीसित टाइम स्पेन्ड गर्नु हमेसा अन्त हाँसी खुसी बस्नु आफ्नो फ्यामिलीसित किनकि तपाईँलाई कहिले थाहा छैन कि लाइफको के हुनसक्छ हुन सक्दैन भनेर हो आशा छ कि तपाईँ सबैको फ्यामिली राम्ररी मतलब बसोस् हो अरू त के भन्नु आफ्नो फ्यामिलीलाई टाइम दिनुहोस् हो टाइम भएन भने पनि टाइम निकालेर पनि फ्यामिलीलाई टाइम दिनुहोस् किनकि एट दि एन्डमा फ्यामिली नै सबैको छ द्याट्स इट यति नै हो मेरो भ्लगको लागि अब तपाईँलाई मेरो भ्लग मन पराउनु भयो भने र अझै तपाईँले यस्तो भ्लगहरू हेर्नु छ साथमा म भ्लग पिलामा पनि इन्फर्मेटिभ भिडियोजहरू हाल्छु त अगर तपाईँलाई अरू केही टपिकमा पनि भिडियो बनाउनु रिक्वेस्ट गर्नु छ भने मलाई रिक्वेस्ट गर्दा हुन्छ कमेन्ट सेक्सनमा म बनाइदिन्छु त्यसमा पनि यदि तपाईँहरूले मेरो भ्लग मन पराउनु भयो भने लाइक गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् अन्त सब्सक्राइब त अब त्यो त गरिदिनै पर्यो साथमा त्यो जो बेल आइकन छ त्यसलाई पनि दबाएर अलमा गरिदिनुहोस् ताकि तपाईँले मेरो अपकमिङ भिडियोजको नोटिफिकेसन छिटोभन्दा छिटो पाउनु त आएर फेरि मेरो भिडियो हेर्नु पाउनुहुन्छ सो द्याट्स इट बाई बाई टेक केयर